आज चाहिँ अब केटाहरूलाई लगेर मैले इलाम जानुपर्ने हुन्छ हाम्रो केटाहरू सपिङ गर्नु जाँदैछ इलाम सपिङ चाहिँ खतरा गर्दैछ केटाहरूले अझै अटो पनि धुनुपर्ने छ चट्टो तपाईँ इलाम लाग्छ घुम्दै घुम्दै 150 लिन्छ नि यहाँ जस्तो ल त गाइज हामी चाहिँ इलाम बजार आइसकिसक्यो हाम्रो इलाम बजार त यस्तो छ है यहाँ हामी लगेर हाम्रो सागर भाइ हेलो गरौँ सागर भाइ अरू विशाल यहाँनिर रकी स्टार भएर हिँडिरहेको छ हाम्रो विशाल चाहिँ यहाँनिर कस्तो भएको छ नि विशाल म त कस्तो आदर सागर पक्रेर हिँडौ न यसलाई खै हामी चाहिँ यहाँ फोटो खिच्न जाँदैछौँ पास फोटो खिच्नै म इलाम बजारको चोक हाम्रो इलाम बजारको चोक चाहिँ यही हो ढिलो आइपुग्छ त्यो केटाहरू सुन्ने छ त हाम्रो चोकहरू त खासै भिडभाड छैन सपिङ पनि गरिसक्यो अब हामी जान्छौँ अब विशाललाई निकै म्याच चाहिँ राम्रो गरेको यतिको सपिङ पनि गरेको यो कतिको ज्याकेट किनेको सागर भन्दै पनि होइन त्यो अङ्कलले त 2500 भन्नु 2500को 2500को किनेर चाहिँ केटा दोकान फिस्ल्यो मिस्टेक होइन धनी कुरा छ क्या विशाल चाहिँ खासमा भनेको बाकै कुरा त होइन के हो चोरेको भने कमाएको पैसा मेहनतको पैसा छ त के उडाउँदै हिँड्छ नि सागरले पैसा दियो मलाई सागरले दिएको मलाई पैसा